सो हेर्नुहोस्, सक्सेसफुल एड्सहरू एड्स म्यानेजरभित्र बन्दैन। तिनीहरू त त्यो क्रिएट एडको बटन थिच्नु अघि नै बनाइएका हुन्छन् होइन। देयर इज 7 स्टेप सिस्टम होइन। अ ब्लू प्रिन्ट मिस इभन 1 स्टेप योर एड्स फेल। सो त्यो कारणले तपाईँले त्यो सबै 7वटा स्टेपहरूले राम्रोसँग फलो गर्नुपर्ने हुन्छ एन्ड देन तपाईँ पेसेन्टहरूलाई छाप्नुहुन्छ। ओके, सो ओभर द नेक्स्ट 7 एपिसोड्स आई एम ब्रेकिङ डाउन इच एपिसोड होइन। लाइक स्टेप 1 ल्यान्डिङ पेज आर्किटेक्चर होइन, स्टेप 2 मेटापिक्सल इन्स्टलेसन, स्टेप 3 इमेल अटोमेसन, स्टेप 4 क्रिएटिभ टेस्टिङ, स्टेप 5 कपी साइकोलोजी, स्टेप 6 टार्गेटिङ प्रिसिजन एन्ड स्टेप 7 लन्च अप्टिमाइजेसन। ओके, सो दिस इज द 7 स्टेप डेन्टल एड सिस्टम एन्ड एपिसोड 7 सम्म तपाईँले प्रोफिटेबल एड्स कसरी चलाउने र कसरी प्रोफिटेबल एड्सहरू चल्छ भनेर ठ्याक्क थाहा पाउनु हुनेछ। और यदि तपाईँ कुनै मेटा एड्स एडभर्टाइजरलाई हायर गर्नुभएको छ भने तपाईँले हेर्न सक्नुहुन्छ कि उहाँले यो कामहरू चाहिँ सेटअप गर्नुभएको छ और गरिराख्नु भएको छ कि छैन होइन। तर कुरा यहाँ छ होइन, धेरैजसो क्लिनिकहरूले स्टेप 1 लाई यति नराम्रोसँग गडबड गर्छन् कि स्टेप 2 देखि स्टेप 7 सम्म पनि त्यति फरक पार्दैन होइन। नेक्स्ट भिडियोमा म 87% डेन्टल क्लिनिकहरूले ल्यान्डिङ पेजहरूको बारेमा के गलत गर्छन् भन्ने कुरा रिभिल गर्नेछु। सो यसलाई नछुटाउनको लागि अहिले नै फलो गर्नुहोस्। सी यू इन एपिसोड 2। थ्याङ्क यू।